हेलो एभ्रिवान, आज चाहिँ म भाङ्रा बनाउँदैछु। फर्स्टमा मैले बोइल गरेँ भाङ्रालाई राम्रोसँग, अनि त्यसलाई मैले निकालेर चपिङ बोर्डमा सानो पिस गराएर काट्दैछु, जसले गर्दा छिटो पाक्न मद्दत गर्छ। त्यसपछि मैले कराईमा तेल राखिसकेपछि मैले 5 फुरनहरू, मासुहरू पकाए जस्तो 5 फुरनहरू अनि खुर्सानी अनि सँगै प्याज राखेँ। अनि अलिबेर ब्राउन कलर हुने गरी भुटेपछि मैले त्यसमा लसुनको पेस्ट राखिदिन्छु, अनि सँगै मैले जिरा र धनियाँको सिलौटोमा पिसेको पेस्ट पनि राख्छु। मजाले ब्राउन गरेर भुटिसकेपछि त्यही तेलमा चाहिँ मैले नुन बेसा राख्छु, अनि सँगै मैले टमाटर एड गर्छु। टमाटरलाई राम्रोसँग मिक्स भएपछि पाङ्ग्राहरू एड गर्ने, पाङ्ग्रा राखिदिने। पाङ्ग्रालाई चाहिँ एकदमै कालै हुने गरी भुट्नुपर्छ, किनकि यो काँचो हुन्छ। यसलाई मजाले पकाउनुपर्छ, एकदम मिठो पनि हुन्छ यो। यसलाई म राम्रोसँग अलिबेर भुटेँ। त्यसपछि चाहिँ यसको फाइनल लुक्स यस्तो देखियो। एकदम मिठो थियो गाइस। तपाईँहरू पनि घरमा बनाएर ट्राई गर्न सक्नुहुन्छ। बाई बाई।